मोगलसेन क्षेत्र नम्बर 2 वडा नम्बर 5 घर भई हाल काठमाडौँको कीर्तिपुरमा लोकसेवा अध्ययनरत व्यक्ति जुन शाखा अधिकृतको तयारी गरिरहनु भएको थियो उहाँ चाहिँ ज्येष्ठ 26 गतेको दिनबाट कन्ट्याक्ट विहीन हुनुभएको छ। त्यो सूचना मलाई विदेशबाट आएको थियो। एकजना भतिजले फोन गरेर तपाईँ त जेनजी घाइते हो, खोइ कुरा उठाइदिनु त अङ्कल भनेर मलाई भनेको थियो। त्यहाँबाट भाइ मसँग जोडिन पुग्नुभयो र मैले आजका दिनसम्म आइपुग्दा पनि मैले गृह मन्त्रालयमा पनि कुरा पुगाएँ। त्यसै गरी काठमाडौँको जिल्ला परिषद एसएसपी प्रमुखलाई हिजो बिहान मात्र भेटेँ र त्यो भेटिरहँदाखेरि उहाँको लास्ट लोकेसन सीतापाइला नागार्जुनतिर देखिएको थियो, जुन निकुञ्जको तलपट्टि गाउँमा देखिएको थियो। 1:57 को टाइममा देखिएको थियो र त्यो लोकेसन चेक गर्दै गर्दा हामीले प्रहरीकै रोभरमा हामी चाहिँ निकुञ्ज गयौँ र निकुञ्ज गइसकेपछि त्यहाँ चाहिँ एउटा चाहिँ डेड बडी भएको चाहिँ हाम्रो जनावर मरेको रहेछ। त्यहाँ स्मेल आयो। रातिको 6:30 बजेसम्म हामीले खोज्यौँ। प्रहरीकै रोभरमा हामीलाई साथीभाइहरू गएर खोज्यौँ। त्यहाँ स्मेल आइसकेपछि पछिल्लो दिन एसएसपीसँग मैले समन्वय गरेर के भन्छ कुकुर सहितको टोली महाराजगञ्जबाट कुकुर सहितको टोली लगेर गयौँ। तर त्यहाँ चाहिँ चितुवा मरेको भेटियो। उहाँको दाइ अहिलेसम्म कन्ट्याक्टमा आउनु भएको छैन। उहाँ चाहिँ मृतक अवस्थामा हुनुहुन्छ या सकुशल हुनुहुन्छ हामीलाई केही पनि जानकारी छैन। यो मैले यो उहाँलाई देखाएर किन बोल्न खोजेको भन्दाखेरि उहाँलाई चिन्नुहुने जो पनि हुनुहुन्छ रेवन्त विष्ट हामीले फोटो देखाइदिन्छौँ, फोटो देखाइदिन्छौँ हो, हामी व्हाट्सएप गरिदिन्छौँ। यसलाई चाहिँ तपाईँले चाहिँ एउटा मिडियाका रूपमा एउटा सामाजिक सञ्जालका रूपमा देशव्यापी रूपमा चाहिँ तपाईँहरूले हालिदिनु होला भन्ने आग्रह गरे। हस्, धन्यवाद। पत्रकार साथीहरूले पछाडिपट्टि उहाँको भाइ आउनु भएको छ। एकचोटि उहाँसँग समन्वय गरेर 1-2 वटा भिडियो सामाजिक सञ्जालमा हालिदिन हुन अनुरोध गर्दछु म।